साथीहरु जापानको सुपरमार्केट ठुलो बिल्डिङ महलतिर चाहिँ यस्तो खालको एउटा बक्स राखिदिन्छ गेटमा चाहिँ यहाँनिर गेट चाहिँ यहाँबाट मान्छे भित्र आउने जाने गर्छन् हिममै म यहाँ बसेर भिडियो बनाछु यो चाहिँ कसरी युज गर्ने भने यस्तो किन बनाएको भने सुरुमा आफ्नो छाता यहाँबाट हाल्ने अनि छाता हालेपछि एउटा सानो प्लेट छ यहाँ प्लेटले प्लास्टिक सट्ट मजाले खोलिदिन्छ यसरी खोलिदिन्छ अनि यो छाता आफ्नो छाता चाहिँ यहीँसम्म यहाँ यति लामो प्लास्टिक छ यहीँसम्म कभर हुन्छ सुरुमा चाहिँ अब अनुसार यस्तो छाता थियो एरियाहरू बनाएको छ अनि प्लास्टिक कभर भएपछि तलसम्म छिराएपछि यसरी हिकु भनेको छ यहाँ यसरी कभर हुन्छ यसरी कभर भयो भने त्यो छातामा भएको पानी चाहिँ तल अब यता युगातिर भैँतिर चाहिँ पानी हुँदैन चिप्लो हुँदैन भनेर चाहिँ यस्तो खालको पनि राखिरहेको हुन्छ कि जापानमा सबै कुराको एकदम सिस्टमेटिक कसरी हुन्छ सानो सानो कुरालाई कसरी सजिलो बनाउने भनेर यस्तो खालको राखिरहेको हुन्छ अनि यो यसको यो प्लास्टिक पनि अब कति आफू निस्कने ठाउँमा पनि यस्तो खासाको फुकुर चाहिँ यहाँ फाल भनेर चाहिँ राखिदिरहेको हुन्छ यो जापानी साथीहरु सबैलाई थाहा छ अब त्यही पनि भिडियो बनाएको मैले